Hello guys, welcome to हाम्रो YouTube च्यानलमा। आज हामी वाइट गुम्बा जाँदैछौँ। वाइट गुम्बा चाहिँ उतै छ, देखियो अब घर लागौँ। खासै हिँड्न सकेला जस्तो छैन, परिस्थिति छैन। सबलाई चापचुप पकाएर हाई गर्नु भयो क्या। हेलो हिँडिरहेको मान्छे के बताइदिनु ल भाइ युट्युब च्यानल सब्सक्राइब गरिदिनु सबैजनाले, धेरै माया दिनु भयो। मलाई माया पर्दैन। वाइट गुम्बा त लास्टै पर छ, आम्बो माथि छ भने डाँडामा चाहिँ ऊ माथि छ। एकादशी हो क्या भाइ, एकादशी अब चामल शुद्ध मेसी आइसकेको छ भनेपछि नम्बर 10 वाला पो म मेसी नम्बर 10 रोक। अब खोलै खोलाको बिच हिँड्दै, बिच पनि होइन छेउछेउमा हिँड्दै माथि छ यार, गाह्रो छ हिँड्नु। यस्तो छ रोड चाहिँ। वाउ त्यो कस्तो दामी। गर्नेले नै हाम फाल्दिउँ जस्तो लागिरहेको छ। यत्रो तलबाट चढेर यहाँसम्म आइसक्यो। भ्यू पनि खतरा छ के है। आई लाइक दिस भ्यू। अनि खतरा खाने पानी पर्ला जस्तो चाहिँ हुन्छ, भइरहेको छ। अब के हुन्छ, गाह्रो भयो यार। आम्मा मान्छेहरू ठकेर लखतरान यो वे अप होइन, बवाल पो आएको छ त। दामी चाहिँ दामी हो। अब ठिक हो, थाकिसक्यो होइन। फाइनली हामी चाहिँ आधी पनि के भने 1 घन्टाको हिँडाइमा यहाँ माथिसम्म पुगियो। वाह, अनुहार देखाएको थिएन अघि? अघि देखेकै छैन, यति काटिरहेछ अझै पनि। अझै अफ गर, अझै अफ गर। यति त्यत्रो 1 घन्टाको हिँडाइमा हामी भर्खर यस्तो। अझै यहाँबाट हिँडेर माथि पुग्नुपर्ने गाह्रो छ। जे भन्यो नि भ्यू चाहिँ खतरै हो, तर पानी परेर मात्रै बिजोग छ। गुम्बा 10 मिनटमा पुगिन्छ भाइ। भ्यू चाहिँ खतरा हो है। वाइट गुम्बा खतरा देखिरहेको छ। खतरा Now see you guys. ये हो अन्तिम भिडियो यहीँसम्मको। बाई बाई।